हेलो गाइजहरु नमस्कार। हामी चाहिँ अहिले तेह्रथुम जिल्ला पूर्वी नेपालको तेह्रथुम जिल्लाको मराङ अथवा म्यान्चेम गाउँपालिकाको मराङ देखि अलिकति माथि जंगलमा छौं। यो ओलेखु भन्छ यो ठाउँलाई चाहिँ। तपाई वरिपरि पुरै जंगल, कहीँ पनि एउटा घर देख्न सक्नुहुन्न। कहीँ यहाँबाट क्यामेरामा कहीँ पनि घर देखिँदैन। सबै जति आँखाले भेट्छ माथि सबै जंगल छ। वरिपरि देखाउँदै छु म तपाईहरुलाई। पुरै जंगल छ यहाँ। हेर्नुस् कति टाढासम्म जंगल छ। अब यहाँबाट चाहिँ घरहरु पारी घरहरु देखिन्छन् यसरी हैन। माथि यसरी चाहिँ घरहरु चाहिँ देखिन्छन् हैन। यति माथि छन् घरहरु। पारी घर चाहिँ छन् यी हैन। डाँडातिर पारी डाँडामा घरहरु चाहिँ छन्। अब यहाँबाट हेर्दाखेरि यो तल पनि एउटा राम्रो सानो गाउँ देखिन्छ। घरै घर छन् यहाँ देखिन्छ है हैन। सबै घरहरु देखिन्छ। अब यहाँ पारी निकै पारी अर्को डाँडादेखि अर्को डाँडामा चाहिँ यस्तो गाउँहरु देखिन्छ, बस्तीहरु। अब यहाँ केही मजाले बुझिएन होला सायद। यस्तो गाउँहरु छ। अब यहाँ तल गहिरोमा यहाँ चाहिँ खोला छ। तल खोला छङछङ बजेको आवाज पनि आइरहेछ। यहाँको अलैँची चाहिँ भन्नुहुन्छ भने एकदमै राम्रो अलैँची छ हैन। परपरारको जस्तै अलैँची गाडी छ। तपाईहरुलाई म छेउमा लगेर तल अलैँची यहाँ फल्छ फेदमा यसरी तल। अहिले चाहिँ भर्खरै टिपेर सकेको छ। यसरी यहाँ भर्खर टिपेको देख्न सकिन्छ। टिपिसकेको छ। अहिले खाली ठाउँ देखिन्छ तल। र यहाँ चाहिँ यस्तै यो छ नि, यो नयाँ टुसा हो। यो छ है, यो नयाँ अलैँचीको डाँठाको हो। त्यो चाहिँ पछि गएर यस्तै हुन्छ। यस्तै डाँठ बन्छ र त्यसैको फेदमा चाहिँ अलैँची फल्छ। यो चाहिँ झिगानाको रुख हो। अग्ला अरू उत्तिस झिगाना लगायत अन्य विभिन्न प्रकारका रुखहरू बाँस रहेका छन्। त्यसैगरी यहाँ फुलेको छ। यो के हो भन्नुहुन्छ भने ठोट्ने एकदम बाख्राको घाँस पनि हो। यो चाहिँ यसरी भाँचेर खाँदा अमिलो पनि हुन्छ। यो खायो भने चाहिँ अमिलो मिठो हुन्छ। बाख्रालाई त झनै मिठो हुन्छ। त्यही भएर बाख्राको यो एउटा राम्रो घाँस हो। तर यो छिपिसकेको छ। यस्तो कलिलो चाहिँ